वेलकम ब्याक टु माई न्यू भिडियोमा हजुरहरूलाई स्वागत छ। अनि आज चाहिँ हामी माछा मार्न जान आँटेको। सो माछा मार्दा कस्तो हुन्छ हामी तपाईहरुलाई देखाउने नै छौं। त्यही हो, अहिले भरे देखाउँछौं ल। हामी चाहिँ यिनीहरु लगेर जान आँटेको हैन। अनि कोदाली पनि छ, यहाँ चाहिँ कोदाली पनि छ। हामी चाहिँ अब यसरी हिड्नु पर्ने हुन्छ। अनि यो पनि हो, यो चाहिँ के भन्छ होला, माछा लाउने। माछा लाउने। अब भरे माछा कति पक्रिने छौं हजुरहरूलाई देखाउने छौं है त। इन्जोय गर्नु होला हेरेर। माछा मार्ने भने हामीसँग हैन। अनि यसले खन्ने हो है, यसले चाहिँ खन्ने हो। यो चाहिँ तिर्खा लाग्दाखेरि पानी खाने हो गाइस। माछा मारेर यसमा हाल्ने हो। अनि यो झोलामा चाहिँ के बोक्नु माइजु? यसमा सुँगुर चाहिँ कहाँ छ माइजु तपाईको? बिचमा पनि बार्नु भएको हैन? बिचमा बारेको तर मजुरी बारेकै छैन। त्यो एउटा फाइनली हामी चाहिँ पुग्न आँट्यौँ है माछा मार्ने ठाउँमा। हेर सपना त घामले रातो भइसक्यौँ नि हौ। हामी त के गर्नु। तर खोला भनेको त सानो हुँदो रहेछ। हामी म त कस्तो ठुलो भनेर सोचिरहेको थिएँ। माछा त सानो सानो खोलामा गएर मार्नुपर्ने रहेछ। के गर्नु गाह्रो छ। हो र, त्यस्तोमा त्यत्रो ठुल्ठुलो माछा पाउँछ र? त्यो हिले माछा के कत्रो थियो। हो र, खानुपर्छ ल। भरे शीतल कति खुसी छौँ हामी। गाह्रो छ नि हो, गाह्रो छ। माछा मार्नु यति सजिलो हुँदैन रहेछ गाइस। मार्ने ठाउँ चाहिँ हेर्नु होला। पानी भन्ने चाहिँ छैन। यस्तो छ हाम्रो माछा मार्ने ठाउँ चाहिँ। हाम्रो माछा मार्ने ठाउँ चाहिँ यस्तो छ, यस्तोमै हुन्छ करे। हुन्छ अरे झिँगे माछा धेरै हुन्छ। हिले माछा त यस्तो हुन्छ त, यस्तो हो हिलो। र, मलाई त थाहा अरे छैन। मलाई पनि थाहा छैन नानाले। त्यस्तो हिलोमा हुन्छ अरे। हामी चाहिँ माछा चाहिँ होइन गङ्गटा चाहिँ पो रहेछ लास्टमा चाहिँ मार्नु आउनु पर्ने चाहिँ। हाम्रो गङ्गटा पनि देखाउनु होला क्यामेराम्यान। उसको त्यो खुट्टामा चाहिँ समाल्नुपर्छ क्या मेन। ठुलो ठुलो खुट्टा चेप्ने हुन्छ नि। फेरेको होला क्या। बासी ल्याउनु त नानी यहाँ। ऊ झऱ्यो, छिटो ल्याउ न। अब करेन्टले ऊ त्यहाँ ऊ गङ्गटा। खुट्टा हेर्न यस्तो साह्रो टोक्दो रहेछ। बाल्टीले दे उतारको।
चप्पल नै छैन चप्पल लिएर आउँछु माछा पर्दैन के गर्नु गाह्रो छ चिङ्नाहरू मात्रै छ खाने क्रम चाहिँ भइ नै रहेको छ उहाँ चाहिँ के हो खानेकुरा मात्रै बोक्ने हो कि क्या हो माछा यति मारिसक्यौँ मार्ने ठाउँ चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ माछा मार्ने एकदम उयो हुँदैछ जारी हुँदैछ खोला चाहिँ यत्रो ठुलो छ हामीले पानी फ्याँकेर सानो भइसक्यो अब माछा कति मार्छौँ बेलुकासम्ममा हामी देखाउने नै छौँ हेर्दै गर्नु होला हामी कति पक्रिन्छौँ अन्त त्यही हो फाइनल डिसिजन यसरी पक्रिरहेको छौँ तर माछा चाहिँ एकदम सानो सानो छ कुनै ठुलो छ सानोलाई चाहिँ हामी फेरि पालेर खाने विचार गरेका छौँ अरू कुरा त्यस्तै हो भरे सितन बनाउने हो अनि पर घाम पनि डुब्न आँटिसक्यो अब रात पनि पर्न आँटिसक्यो गाइस होइन हेरेर साथ दिनु होला अरू कुरा त्यस्तै हो यति राम्री छ आमै यस्तो ठुलो थियो अहिले चाहिँ सुकेर यत्रो भइसक्यो गाइस यहाँनिर हेर्न सक्नुहुन्छ अब हामी पुरा भिडियो देखाउने नै छौँ यहाँ माछा टिप्दैछ इत्रु भए पनि भरे एक छाक बनाउनु पर्छ भनेर यहाँ घाम डुब्न आँटिसक्यो शीतन हो शीतन हाम्रो भरे शीतन गाइस रात परिसकेको छ अब चाहिँ घर लाग्नु पर्ने हुन्छ होइन अब अघि घाम यहाँ थियो भने अहिले घाम डुबिसकेको अवस्था छ अहिले चाहिँ खोलाको अवस्था चाहिँ यस्तो पौडिसकेर हालत चाहिँ यस्तो भएको छ गाइस अब के गर्ने होला घर गएर गर्नुपर्ने हुन्छ अब घर गएर भेट्नु पर्ने हुन्छ गाइस हाम्रो गाइस फाइनल लुक हेर्नु होला गाइस प्लिज फाइनली हामी चाहिँ घर आइपुगेको छौँ अब हामी चाहिँ माछा बनाउन लागेको नुहाइसकेर माछा केलाएर अब पकाउने कार्यक्रम हुँदैछ है यहाँनिर चाहिँ अब पकाइसकेपछि फाइनली देखाउँदैछौँ हाम्रो माछा अनि गङ्गटा सी फुड फाइनली हाम्रो चाहिँ माछा पाकिसकेको छ अनि गङ्गटा पनि पाइसकेको छ अनि यहाँनिर चाहिँ चटपटे छ गाइस अनि आज चाहिँ हाम्रो यत्रो दिउँसोभरि कुदेको मेहनत चाहिँ यो है गाइस अनि तपाईँहरूले हेर्न सक्नुहुनेछ अनि सुरुदेखि लास्टसम्म हेरिदिनु होला गाइस